हेलो साथीहरू, सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज म फेरि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज मैले कुराकानी गर्न थालेको विषय भनेको चाहिँ अचेल सामाजिक सञ्जाल हेरि नसक्नु छ हैन। नयाँ नयाँ अपराधहरू त्यो चाहिँ हेर्न, देख्न र सुन्न नसकिने अपराधहरू घटिरहेको हुन्छ हैन। अनि यो भनेको चाहिँ घट्दो होइन कि बढ्दो क्रममा छ। हाम्रो नेपालकै कुराकानी गर्ने हो भने अहिले सामाजिक सञ्जाल हेर्ने हो भने अब मेरो मात्रामा मेरो न्युज फिडहरू अथवा चाहिँ मेरोमा मात्र आएको होइन होला। तपाईँले टिकटक खोल्नुहोस्, तपाईँले फेसबुक खोल्नुहोस्, तपाईँले युट्युबहरू हेर्नुहोस्, व्यापक त्यस्ता घटनाहरू छन्। र हिजो मात्रै भएको जुन घटना छ, जस्तो कि सिमरामा एउटा घटना भएको थियो जहाँ चाहिँ 3 वर्षको बालिकालाई एउटा त्यस्तै अपराधीले भनौँ न अलि दुष्कर्म गरेर त्यो सानो बच्चालाई हत्या गरेर फालेको रहेछ। भनेको अहिले हरेकको घरमा, तपाईँहरू सबैको घरमा अब सानो बच्चा अथवा बच्चीहरू छ होला। मेरो घरमा पनि छ, मेरो 5 वर्षको बच्चा छ होइन। अनि म हेर्छु 5 वर्ष भएको जुन बच्चाको पनि यसो शरीरहरू राम्रोसँग बनिसकेका हुँदैन, हातखुट्टाहरू राम्रोसँग बनिसकेका हुँदैन। अनि त्यस्तो जुन 2-3 वर्षको जुन नानीहरू छ, बच्चाहरू छ होइन, त्यस्तोलाई चाहिँ अपराधीहरूले त्यस्तो शिकार बनाएको त्यस्तो धेरै देखिसकेका छ। नेपालमा पनि यो अनगिन्ती यो जुन थाहा नपाउने त त्यस्तो धेरै केसहरू हुन्छ होइन। अब अहिले पछिल्लो समय मात्र कुराकानी गर्ने भने हरेक दिन जस्तो 1, 2, 3, 5वटा घटनाहरू भइरहन्छन् होइन। यो देख्दाखेरि, यो जुन अवस्था देख्दाखेरि चाहिँ म चाहिँ एकदम भनौँ न मेरो जुन फिलिङ्सहरू जुन छ त्यो चाहिँ मैले व्यक्त गर्न सक्दिनँ कि एक्सप्रेस गर्न सक्दिनँ। मैले के सोच्छु होइन, मलाई रिस पनि उठ्छ होइन। मलाई चाहिँ भनौँ न त्यो अपराधीको मानसिकता देखेर रिस उठ्छ होइन। त्यो चाहिँ बच्चाको स्थिति, जस्तो कि एउटा चक्लेट नपाएर अथवा चाहिँ भोक लाग्दाखेरि मलाई यो कुरा मलाई भोक लागेको छ भनेर जान्न नसक्ने, बोल्न नसक्ने जुन नानीहरू बच्चाहरू छन्, तिनीहरूलाई अपराधको शिकार बनाइरहेको हुन्छ। विशेष गरी हाम्रो अहिले चाहिँ के भइरहेछ भन्दाखेरि मलाई आफै डर लाग्छ कि हाम्रो घरमा पनि बच्ची छ होइन। त्यही भएर कता कता के डर लाग्छ भन्दाखेरि होइन, कतै यस्तै अपराधको शिकार हुने होइन कि भन्ने डर लाग्छ। यो चाहिँ हरेक आमा बुवाले नै रक्षा गरेन भनेदेखि बच्चाको रक्षा कसैले गर्दैन। यो चाहिँ यस्तो जुन घटनाहरू छ दिन प्रतिदिन, दिनको 1, 2, 5वटा भइरहेको हुन्छ। कतिपय थाहा हुन्छ, कतिपय थाहा हुँदैन। अनि जस्तो निहत्था, जस्तो यो जुन बालक अथवा बालिकाहरूलाई जुन अपराधको शिकार बनाउनु भनेको चाहिँ त्यो भनेको चाहिँ यो जुन उनीहरूलाई चाहिँ दण्ड भनेको सानो दण्ड दिएर हुँदैन। अब अहिले मात्र होइन, विशेष गरी हाम्रो जुन छोरी र सानी बच्चीहरू छन्, बच्चीहरू चाहिँ धेरै असुरक्षित भएको चाहिँ महसुस गरेको छ होइन। केही देख्नै नहुने, जन्मेर 7 दिन भएको नहुने, 7 दिन, 10 दिन, 15 दिन, 1 महिना, 2 महिना, 5 महिना, 10 महिना, उतापट्टि 50 वर्षको हजुरआमा पनि देख्न नहुने होइन। कस्तो दरिद्र मानसिकता, त्यो भनौँ न यो जुन अपराधीको मानसिकता अथवा मनोबल किन बढेको। अब चाहिँ अन्तिम भनेको चाहिँ अब सोच्ने बेला भएको छ। यो चाहिँ यस्तो ब्रुटल घटना भनेको संसारमा घट्न सक्छ, तर तैपनि यस्तो मानसिकता भएको मान्छेहरू हाम्रो वरिपरि, हाम्रै साथीभाइ बनेर हाम्रो घरमा सँगै खाना खाने, सँगै सुत्ने हो, हामीले आफैले सङ्गत गरिरहे हुन सक्दो रहेछ। जति पनि संसारमा हुने जुन दुर्घटनाहरू अथवा चाहिँ यस्ता खालका अपराधहरू भनेको चाहिँ आफ्नो र चिनेको नजिकको मान्छेबाट हुन्छ। त्यही भएर अहिले चाहिँ यी कुराहरूले, जस्तो कि हरेक घटनाहरू हुन्छ, हरेकचोटि बोल्न मन लाग्छ होइन, तर आफूसँग त्यो व्यक्त गर्ने कुराहरू हुँदैन। नेपाल जस्तो मुलुकमा फेरि नेपाल यस्तो काठमाडौँ वरिपरि अलिअलि विकास भएको जस्तो मात्र होइन, नेपालमा विकट ठाउँहरू छन्। नेपालमा राम्रोसँग पढे लेखेका, राम्रोसँग बुझ्ने र राम्रो
राम्रो मेन्टालिटी भएका मान्छेहरू पाउन धेरै धेरै कठिन छ। अब त्यसमध्येबाट हामीले हाम्रो घटना, हाम्रो वरिपरि हुने, हाम्रो घरमा हुने, हाम्रो आफ्नो आफन्तलाई त्यस्तो पर्न सक्ने हो, हाम्रो छरछिमेकमा हुन सक्ने त्यस्तो घटनालाई रोक्न सक्ने भनेको विशेष गरी भनेको कि त बुवा अथवा आमा हो। विशेष गरी त अब अहिले आजभन्दा 1-1.5 महिना अगाडिको मात्र केस मात्र हेर्ने हो भने जुन एउटा इलाममा भएको जुन घटना थियो, इलाममा चाहिँ कस्तो घटना भएको थियो भन्दाखेरि बुवा बितेको अथवा आमा चाहिँ अन्त गएको, फेरि त्यो जुन घरमा भएको जुन बच्चा छ त्यो बच्चालाई चाहिँ त्यो बच्चाको काका र हजुरबाउले त्यसरी दुष्कर्म गरेको र पछि लगभग स्थिति चिन्ताजनक थियो। त्योभन्दा पछि म अपडेट हुन बाँकी छ। भनेको यसमा चाहिँ हाम्रो बच्चीहरू चाहिँ कहीँ पनि सुरक्षित छैनन्, कुनै पनि ठाउँमा कुनै पनि मान्छेबाट सुरक्षित छैनन्। त्यसले गर्दाखेरि चाहिँ फर्स्ट प्रायोरिटी भनेको चाहिँ जसले बच्चा जन्माउँछ आफ्नो विशेष गरी बच्चीहरूलाई हो, बच्चाहरूलाई पनि अपराधको शिकार बनाउँछन्। हामीले इन्डियाको केस हेर्ने हो भनेदेखि एउटा बच्चालाई 8 चोटिसम्म यसरी जमिनमा उचाल्ने र पछार्ने गरेर हत्या गरेको थियो। त्यो मान्छेलाई 42 दिनमा फाँसी भयो। नेपालमा पनि यस्तो नगरिकन हुँदैन। अब नेपालमा पनि जसले जो आनन्दले बाँचेर कसैलाई अवरोध बिना बाँच्नलाई चाहिँ कुनै समस्या नगराएको जुन मान्छेहरू छ, उनीहरूलाई, जो साधारण मान्छेहरू छन्, उनीहरूलाई राम्रोसँग बाँच्न दिनुपर्छ। तर कसैको जिन्दगीमा दखल बनाउने, आफ्नो जुन हेवानियतको शिकार बनाउने, एउटा चाहिँ 15 दिनको बच्ची नछोड्ने, एउटा चाहिँ 1 वर्ष 2 वर्ष 3 वर्षको बच्ची नछोड्ने, 50 वर्षको 70 वर्षको आमा र हजुरआमाहरू नछोड्ने, त्यस्तो जुन हेवान, त्यो जुन राक्षसहरू छन्, त्यो राक्षसहरूलाई बाँच्ने 1 सेकेन्ड पनि बाँच्ने अधिकार हुँदैन। 1 सेकेन्ड पनि बाँच्ने अधिकार हुँदैन। हरेक व्यक्तिले आवाज उठाउनु होला। तपाईँको घरमा भोलि हुनसक्छ, तपाईँको घरमा छोरी हुनसक्छ, तपाईँको दिदीबहिनीलाई, तपाईँको आमालाई त्यस्तो हुनसक्छ। यो कुराहरू कसैले पनि एउटा जुन छोरा मान्छे, जो असल छोरा मान्छे जो छ, त्यो मान्छेहरूले यो कुरा कल्पना पनि गर्न चाहँदैन, यो सुन्न पनि चाहँदैन, हेर्न पनि चाहँदैन। त्यही भएर हरेक व्यक्तिले आफ्नो ठाउँबाट भन्नु पर्यो त्यो मान्छेलाई, जस्तो कि जो अपराधीहरू छन्, यो चाहिँ यस्तो सबैभन्दा घिनलाग्दो, सबैभन्दा हरामी अपराध गर्ने, सबैभन्दा मलाई धेरै थरी भन्न मन लागेको छ होइन। तर धेरै थरी भन्न मन लागे पनि मैले नियन्त्रण गरिरहेको छु। यस्तो चाहिँ धेरै भइसक्यो। यस्तो नेपालमा सहन नसक्ने धेरै भइसक्यो। हाम्रो निर्मलाको केसदेखि लिएर, निर्मला पन्त कञ्चनपुरमा हत्या गरिएको थियो। यहाँ चाहिँ नेपालमा एउटा चाहिँ के छ भन्दाखेरि, एउटा त्यस्तो बलात्कार जस्तो होइन, अब त नाबालिका 3 वर्षको बच्चा, कसैले पनि अति दरिद्रता, जुन मानसिकता भन्यो, अति दरिद्र मानसिकता हुन्छ नि, त्यो जुन अपराधको पनि जुन चरम सीमा पार गर्न सक्ने मान्छेहरूले मात्र कसैलाई त्यसरी सोच्न सक्छ कि एउटा 3 वर्षको बच्चा अथवा चाहिँ 3-4 वर्षको, 2-3 वर्षको, केही दिनको, केही महिनाका बच्चीहरूलाई चाहिँ त्यस्तो दुष्कर्म गर्ने भने। त्यही भएर यो चाहिँ समाज पनि उठ्न जरुरी छ। जस्तो कि मानव समाजमा यस्तो हाम्रो देशहरूमा केही घटनाहरू भए, वर्षमा 150वटा घटनाहरू भयो भने ती यतिसम्मको जघन्य अपराध गर्ने मान्छेहरूलाई चाहिँ कुनै पनि हालतमा बाँच्न दिनु हुँदैन। अहिले सम्झिनुहोस् त्यो परिवारमा के बितिराख्यो होला। तपाईँहरूको हरेकको घरमा छोरी चेली अथवा बच्चा नहुने, महिला नहुने घर त हुँदैन होला। एकचोटि सोच्नु होला के हुन्छ मानसिकता, हालत के हुन्छ होला। त्यही भएर
यस्ता खालका जो यस्तो दरिद्र मानसिकता भएका जति पनि मानिसहरू छन् उनीहरूलाई चाहिँ यो यदि राज्यले कारबाही गरेन भने पनि पहिला पहिला जस्तो जुन जनकारबाहीहरू हुन्थ्यो त्यस्तो कारबाही गर्नु पर्यो। नियमहरू सरकारमा बस्ने पनि सोच्नु पर्यो। यिनीहरूलाई चाहिँ यिनीहरूलाई यति निरुत्साहित गर्नु पर्यो कि म 24 घन्टाभित्रमा चाहिँ म मर्छु भन्ने खालको यिनीहरूको दिमागमा हालिदिनु पर्यो। कसैले सोच्न पनि नसकोस्। यस्तो जुन बच्चाहरूलाई चाहिँ आफ्नो जुन हेवानियतको शिकार बन्ने कसैले कल्पना पनि गर्न नसकोस्। सोचेपछि झड्का लाग्ने त्यस्तो खालको कानुनहरू आउनु पर्यो, कारबाहीहरू हुनु पर्यो।